Hello everyone, good morning. Welcome back to my channel. Update with Sagar. आज चाहिँ हामी बागलुङमा छौँ. मैले डे 1 को भिडियो पनि अपलोड गरिसकेको छु YouTube च्यानलमा. अब चाहिँ हामी ब्रेकफास्ट गर्नलाई तल जाँदै छौँ. त्यसपछि ब्याकप्याक रेडी छ. ड्रेस अप भएर निस्किहाल्छौँ. धेरै समय बस्दैन. माहौल रमाइलो छ, अलिकति चिसो छ. एकतिर आइसक्यो रमाइलो पनि छ भन्ने पनि भएको छ. अर्कोतिर अलिकति त्यो फेसबुकमा उसमा भिडियोहरू देख्दाखेरि एकदम नराम्रो लागिरहेको छ. त्यो फ्लडले गर्दाखेरि कतिजना मान्छेको लाइफ गइसक्यो, घर परिवार सब गइसक्यो. त्यसले गर्दाखेरि चाहिँ एकदम नराम्रो लागिरहेछ. Rest in peace all the beautiful souls. I feel have passions. Peace out. Breakfast ready there. Hello Dai, good morning. Breakfast ready हुँदैछ. Good morning sir. Good morning. Good morning. यसपछि मेरो पनि है VIP मसाज भएर चाहिँ Shooters at peak. Shooters at peak. भाइ ब्रेकफास्ट आयो. अब ब्रेकफास्ट खाने सबैजना ब्रेकफास्ट खाने रमाइलो चिज चाहिँ यहाँ छ. हाम्रो मेन पोइन्ट अफ एट्र्याक्सन चाहिँ. कसैलाई के गाह्रो भएको साह्रो भएको केही छ छैन नि हैन. सो आज चाहिँ हामी अलिकति गर्मी मौसमबाट अलिकति चिसो मौसममा जाँदैछौँ. प्लस हाम्रो एलिभेसन चाहिँ अलमोस्ट 2500 मिटरभन्दा माथि हुन्छ र हामी आजै लुब्रा पास गयौँ भने हामी 4200 सम्म पुग्छौँ. सो ड्रास्टिक एलिभेसन गेन छ आज हैन. बाइकमा हो बिस्तारै जान्छौँ. कसैले त्यो मलाई लेक लाग्छ हाई लाग्छ भनेर नसोच्नु है. साइकोलोजिकल्ली नि त्यसले फेरि म्याटर गर्छ कि. कसैलाई केही पनि हुँदैन. हामी पहिला नि गइसकेका छौँ. त्यहाँनिर सानो सानो नानी बाबुहरू मजाले हाइकिङ गरेर गइरहनु भएको छ. तपाईँहरू यस्तो यङ एन्ड एनर्जेटिकहरूलाई केही पनि हुँदैन है. त्यही भएर त्यो नसोच्नु. त्यो सोच्यो भने झन् अलिकति तपाईँलाई साइकोलोजिकल्ली इफेक्ट पर्छ कि त्यो कुराले हैन. सो अब आजसम्म तपाईँहरूले थाहा पाइसक्नुभयो हिजो अलिकति उयो पनि भएको छ हैन. अलिकति स्याड न्युजहरू छ हैन. त्यसको लागि आज हामी चाहिँ 1 मिनटको लागि चाहिँ जति पनि पास हुनुभयो उनीहरूको लागि मौन धारण गर्छौँ. सो त्यहाँबाट सुरु गरौँ है त. चाहिँ हामी यहाँबाट घाँसाबाट लेतेबाट अलिकति हामीसँग छिटो भयौँ र हामीसँग टाइम छ. बाटोले हामीलाई साथ दियो. हामी जाममा परेनौँ भने डिरुट गरेर कतै घुम्नु मिल्छ भने त्यतिखेर प्लान गर्छौँ. र हामीसँग धेरै टाइम हुँदैन. फेरि मजाले टक्क घुमेर हेरेर फोटोहरू लिएर अनि फेरि निस्किहाल्छौँ. त्यही अनुसारले र हामी छिटो मुक्तिनाथ पुग्यौँ. फर इक्जाम्पल बिफोर 2 बजे पुग्यौँ अथवा 3 बजे पुग्यौँ भने हामी आजै लुब्रा पासको लागि पनि निस्किन ट्राई गरौँ है. अनि र अर्को मेन भनेको चाहिँ कस्तो छ भने पानी परिरहेको कारणले गर्दा त्यहाँनिर बाटो एकदम चिप्लो हुनसक्छ कि. सो हामी एकअर्कालाई त्यस्तो बेलामा चाहिँ जुन हामीले ब्रेकिङ डिस्टेन्स हुन्छ नि एउटा बाइकबाट अर्को बाइकको डिस्टेन्स चाहिँ अलिकति मेन्टेन गरिदिनु. र तपाईँहरूको अगाडिको बाइक चिप्लियो लड्न लाग्यो भने तपाईँहरूले पछाडि जो हुनुहुन्छ स्ट्यान्ड लगाएर उहाँलाई हेल्प गरिदिइहालौँ है. र इफ इनकेस हामी लेट भयो भने आज जाँदैनौँ. भोलि फर्किने बेलामा बरु छिरौँला. धेरै टाढा छैन तर रमाइलो छ. तपाईँहरूलाई एक्चुअली त्यहाँ लानु चाहिँ मन छ मलाई. लेट्स सी हामीले मिल्यो भने जसरी पनि लग्नलाई प्रयास गर्छौँ. र लन्चको डेस्टिनेसन अरूको राइडको डिटेलहरू चाहिँ हाम्रो अनुज सरले तपाईँहरूलाई ब्रिफिङ गरिदिनुहुन्छ. जसरी हामी सेफली आएछौँ त्यसरी सेफली फर्किनुपर्छ. र जस्ट इन केस हामी फर्किने टाइमसम्म यो मलेखुको बाटो खोलेन भने कुन रुटबाट जाने के गर्ने हामी त्यतिखेर प्लान गरेर एउटा सेयर गर्छौँ है त तपाईँहरूको लागि है. थ्याङ्क यू. मर्निङ राइडर्स. अलिकति जीवनजल पुगेन क्या हो. गुड मर्निङ राइडर्स. ओके. So 27 August 2026, day 2nd of our legacy ride Mustang Yartung edition. आजको डिस्टेन्स भनेको कम्पेरिटिभली एकदम कम छ. अबाउट 110 किलोमिटर्स एट म्याक्स रहनेवाला छ हैन. हाउएभर हामी अलिकति छिटो नै यहाँबाट जान्छौँ. सरले भनि पनि हाल्नुभयो. बीचमा सानो पोर्सनहरूमा चाहिँ अफ रोड्सहरू छ. त्यहाँ हिलोहरू पनि छ. 3 weeks प्रायर त्यहाँ सानो एउटा ल्यान्डस्लाइड गएको थियो जुन चाहिँ क्लियर भइसकेको छ.
त्यसले गर्दाखेरि त्यहाँ अलिकति अफ रोड सेक्सन्सहरू छ, केयरफुल्ली चलाउनु होला। केही गाह्रो साह्रो अप्ठ्यारो छ भने प्लिज हामीलाई भन्नुहोस्, हामी हाम्रो मार्सल टिम सबै छौँ, स्पेयर राइडर्सहरू पनि हुनुहुन्छ, मलाई चलाउन गाह्रो भयो भन्ने खालको भयो भने। अल्सो एल्टिट्युड सिकनेसको कुरा म गर्न चाहेँ, सास फेर्न गाह्रो भयो, भमिटिङ आउला जस्तो भयो, रिङ्गटा लाग्ला जस्तो भयो होइन गाह्रो खै भित्रैबाट के भएको जस्तो खालको फिलिङ आयो भने एल्टिट्युड सिकनेस हुनसक्छ है, त्यो भन्नुहोस् मजाले। जुन चाहिँ हामीले ओआरएस खायौँ त्यसले पनि एउटा हेल्प गर्छ कि एल्टिट्युड सिकनेसलाई अलिकति भए पनि मिनिमलाइज गर्नु, किनभने हाइड्रेसन चाहिन्छ हामीलाई, पानी चाहिन्छ, पानी सकेसम्म खानुहोस्। बरु हामी स्टपहरूमा मजाले चाहिन्छ भने हामी स्टप एक्स्ट्रा एड गर्न सक्छौँ, तर पानी चाहिँ पिउनु होला है, चाहिन्छ। अझ पनि पानी छ, देयर आर स्टिल अझ पनि अगाडि पनि छ, पानीहरू पिउँदै जानु होला, जहाँ पनि रोकिन्छौँ पिउँदै जानु होला। अनि फ्युल आई गेस एक लास्ट स्टप चाहिँ हाम्रो एउटा गर्नुपर्ने हुन्छ, त्यो फ्युल टप गरिसकेपछि माथि खासै छैन, घाँसाभन्दा वर नै छ त्यो लास्ट फ्युल स्टेसन। सो बेनीमै गरेर जान्छौँ। त्यसपछि फुल ट्याङ्क गर्नु होला। सबैजनालाई एउटा रिक्वेस्ट नै हो, यो फुल ट्याङ्क नै गर्नुहोस् है। माथि गएर मुनि आउन्जेलसम्मको पेट्रोल पुग्छ, किनभने माथि गएर नि त्यो बोतलको हाल्नुपर्छ, बेकारमा त्यो रिस्क किन लिने होइन। सो बेनीमा फुल ट्याङ्क पेट्रोल हाल्नु होला, चाहे तपाईँको 1 लिटर मात्र अट्छ 1 लिटर भए पनि हाल्नु होला है, सबैजनाले लाइन लागेर हाल्ने हो है त्यसमा चाहिँ। अनि मेन भनेको अब यारतुङ आजै एब्जर्भ गर्छौँ हामीले है, चेक इन गर्ने, चेन्ज गर्ने, यारतुङ मजाले एब्जर्भ गर्ने। सरले हिजो भनिसक्नुभयो, अलिकति मजाले फ्रेन्डली, आफ्नो अटमोस्ट फ्रेन्डली बिहेभियर चाहिँ अगाडि ल्याउनुहोस् होइन। कसैले केही भनिहाल्यो भने नि इट्स ओके, आफ्नो राइडर्सहरूलाई चाहिँ आफ्नो साथीभाइहरूलाई चाहिँ मिलाएर राख्नु होला। सो राइड मजाले गरौँ है, जे जस्तो भए पनि यो वी आर हियर टु डु के अरे वी हेभ आवर ओन भिजन अर आवर ओन गोल, सो लेट्स फोकस अन द्याट है। मेरो पनि माइन्ड अलिकति डाइभर्ट त भएको छ, अभियसली सबैजनाको भएको होला, आई एम प्रिटी मच स्योर। एट द एन्ड वी आर ह्युमन होइन, बट देन अगेन वी हेभ टु मुभ अन फ्रम द्याट एज वेल, एन्ड वी हेभ टु फोकस अन आवर पर्सनल लाइफ एज वेल है। सो त्यो पनि गरौँ। सबैजना मजाले सायद निदाउनु भएको छ होला, प्रोपर स्लिप पनि छ होला। सो प्रपरली हाइड्रेट भएर रमाइलो गर्दै जाने हो। र सधैँ मैले भन्ने गर्छु, तपाईँहरूको एउटै र ओन्ली वान तपाईँहरूको रेस्पोन्सिबिलिटी हो, द्याट इज टु ह्याभ फन, नथिङ मोर। द्याट इज यर ओन्ली रेस्पोन्सिबिलिटी। रमाइलो गर्न आउनुभयो, रमाइलो गर्नुहोस् है। थ्याङ्क यू गाइस, थ्याङ्क यू सो मच। 5 मिनट्समा बाइकमै सक्दैन, 5 मिनट्समा गेट अप। हामी चाहिँ अब यहाँ भर्खरै होटलबाट चेकआउट गरेर निस्केको। अब हाम्रो नेक्स्ट डेस्टिनेसन भनेको मुस्ताङ हो, जुन मेन हाम्रो मेजर पोइन्टै मुस्ताङ हो। अब चाहिँ हामी मुस्ताङ जाँदैछौँ, लगभग हामी दिउँसोतिर पुग्छौँ कि भन्ने लागिरहेको छ। आरामले जाने। त्यसपछि आएर अबको हाम्रो फर्स्ट स्टप चाहिँ बेनीमा हो। बेनीमा गएर चाहिँ हामी अब फ्युल हाल्ने, एन्ड देन आफ्टर हामी अगाडि जाने। किनभने फ्युल पम्पको लास्ट स्टेसनै बेनी हो, द्याट्स वाइ। कता हो जाने थाहा छैन, एकहोरो हिँडेको साथीहरू। अगाडि हिँड्यो नभए थाहा छैन के हो फन्डा भन्ने कुरा। यसको लाइन त जहाँ पनि यस्तै छ यार, आमा भर्खर एउटा गाडी आएको रहेछ, पुरै ग्यासको लाइन। यही बाटो जस्तो लाग्यो मलाई नि, थाहा छैन। पेट्रोल छ अहिलेलाई मजाले इनफ पुग्ने खालको पेट्रोल छ, तैपनि बेनीमा गएर चाहिँ फुल ट्याङ्की हालेर अनि त्यसपछि बल्ल अगाडि बढ्ने हो। वेदर ठिक्कको छ, गर्मी त गर्मी नै छ। हुन त राइडिङ ज्याकेट लगाएपछि गर्मी हुन्छ नै, त्यही पनि ठिक छ, अल गुड। माता रक्षा गर्नुहोस्। भर्खरै हामी कालिका बागलुङ कालिका मन्दिर कट्यो। लगाउँ अब सर्लक्क लाएर। कस्तो राम्रो छ कि यहाँको रोडहरू यार,
अझै उता माथिपट्टिबाट त्यो झोलुङ्गे पुलबाट हेर्दा कस्तो राम्रो देख्छ यार। अघि सबैजनाले के अरे उस खानुभयो, ओआरएस खानुभयो। अनि त्यो ओआरएसले गर्दा चाहिँ अघि नै चाहिँ मुख कस्तो नुनिलो नुनिलो भइरहेको थियो, अहिले चाहिँ ठिक भइरहेछ, मुख पनि मिठो भइरहेछ। अनि ज्यानलाई पनि अलिकति एक्टिभ फ्रेस फिल हुन्छ नि त, किनभने आज हामी हाई अल्टिट्युड सिक्नेसमा जाँदैछौँ। त्यही भएर चाहिँ हामीले चाहिँ यो खानै पर्ने हुन्छ कि अब कसैलाई अल्टिट्युड सिक्नेस हुनसक्छ। अब ब्याकअपमा अब सिटाजोलामा ट्याब्लेट पनि राख्यो होला पक्कै पनि होइन, मै चाहिँ लिएर आएको छैन ल्याउन चाहिँ, सरहरूले पक्कै पनि ल्याउनु भएको होला। कसैलाई गाह्रो भयो भने चाहिँ सिटाजोलामा खानेपछि ठिक भइहाल्छ। लभली छ क्या यहाँको रोड। हामी चाहिँ यहाँ चेकिङमा परेछौँ मस्त। सबको त्यो गेयर लिप हालेको भएर पुरै धुवा उडेछ यार। लेट्स गो। थ्याङ्क यू बागलुङ। काली गण्डकी पुल हो यो चाहिँ, हो कालो पानी बगिरहेको पुरै काली गण्डकीमा। यस्तो मजाको भेल आएको छ यार यहाँ पनि। अब हामी चाहिँ त्यो अगाडिको माथिपट्टिबाट माथि जान्छौँ बेनी जानको लागि चाहिँ। यो चाहिँ मालढुङ्गा भयो। बाई 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 बाई। लेट्स गो गाइज, लेट्स गो। Let go, let go. गण्डकीको बेल कस्तो बगेको यार। ओपन ओ हिमाल पनि देख्यो यार। हो त्यहाँनिर क्यामेरामा त अलिक कमै देख्यो होला होइन, कस्तो मिठो हिमाल देख्यो यार। लभली, गुड भाइब्स, पोजिटिभ इनर्जी ओन्ली। घुमाउरो बाटोले चाहिँ यो ट्रिपभरि छोड्ने भएन यार। लास्टै 4 किलोमिटर रहेछ यहाँबाट। हाम्रो आजको डेस्टिनेसन भनेको अघि अनुसारले भन्नुभएको थियो 132 समथिङ किलोमिटरको हो म्याक्समा भन्नुभएको थियो। तर यो 132 जहाँ पुग्नलाई नै टन्नै टाइम लाग्छ, किनभने 132 पुग्नलाई बाटो पनि त्यस्तै छ। त्यो भएको भएर चाहिँ अलिकति अप्ठ्यारै हुन्छ कि। ज्यामिरे आइपुग्यो त, ज्यामिरे त उता नि छ यार, चितवनमा पनि छ यार। स्कुलको बाबु नानीहरू स्कुल जाँदै रहेछ, यस्तो ह्याप्पी भएको। तर बिचार त्यो भाइको हात दुख्यो होला यार। म अलिक फोर्समा थिएँ, त्यही भएको भएर चाहिँ अलिक बेसी लाग्यो कि जस्तो लाग्यो। बाटो त यस्तो त नर्मल भइहाल्यो नि मुस्ताङ जाने बेलामा। यो त टेलरै हो नि। मेनल सर पुरै रन्किँदै हुनुहुन्छ अगाडि। मेनल सरले भगाउनै हुनुभयो उहाँलाई, त्यसो भए बल्ल मजा आउँछ। यो बिजोग अब चलाउनु पर्छ उठेर।
नत्र भए गाह्रै छ। यस्तरी बिचमा नहालौँ न, गाह्रो हुन्छ त। मेनल सरको बाइक अहिलेबाट चिप्लिन थाल्यो है। बिस्तारै जानुपर्छ यार, वाइड चिप्लो छ बाटो त। हाम्रो राइडले गर्दा सबको इन्टरप्ट भयो, कोही पनि निस्किनै पाएनन्। यो बाटोको राक्षस। स्कर्पियोवाला दादाले रोकिदिइहाल्नु भयो, तर उहाँ पनि अगाडि जान सक्नुहुन्न। आई नो द्याट। लेट्स गो। हामी फेरि चेकिङमा पऱ्यो यहाँ। के भयो? के भएछ? ए किन हो यस्तो? ल खिचौँ फोटो खिचौँ ल। ट्राफिक अवेरनेस प्रोग्रामको होला नि। के रहेछ यो? ए समुदायमा प्रहरी साझेदारी। ओके नाइस। हामी चाहिँ यहाँ फोटो खिच्दैछौँ। अब गाडी आउँदै हुनुहुन्छ। आम ल पछाडि मास देखिने गर आम। तपाईँले दुःख त हैरान दिने खोजा चाहिँ होइन, पनि कार्यक्रम होस्, तपाईँको यात्रा सफल रहोस् भन्नको लागि हो। तपाईँको यात्रा पनि सुरक्षित होस्। हुन्छ स्योर। यात्रा गर्दै हुनुहुन्छ होइन, तल जस्तो त हुँदैन। हावा पनि कम हुँदै जान्छ। बाटो पनि लगभग बेनीको मुस्ताङको चाहिँ मुस्ताङको बाटो चाहिँ ठिक छ। बेनीको अलिकति बिचमा अप्रोच छ कि। ओके। ठाउँमा घटना घटेको ट्याक्सी पुगेको थाहा पाउनु भयो। गहिरो गइरहेको हिजो पनि त्यस्तै चौकी बुढो भयो। आफ्नो यात्रा चाहिँ सकेसम्म सेफ्टीहरू जानु होला। स्योर हिँडिदिनु होला भन्नको लागि मात्रै। माथि छैन। माथि अपरै पुग्ने तपाईँ? होइन, हामी मुक्तिनाथसम्म मात्रै हो। ल डन। ल लागौँ गाइज, लागौँ। गेयर अप गरौँ, टाप भागौँ। कहाँ हो मेरो बाइक? कहाँ गयो यार? ए पछाडि रहेछ यार। ल ईशान दाइ खोइ? लेट्स गो। ल हाम्रो यहाँ ऱ्यापअप भयो। अब हामी यहाँबाट निस्किने। हाम्रो चितवनमा नि भएको थियो यो, प्रहरीसँग आएपछि साझेदारी भनेर, अनि भोलिन्टियरको लागि पनि भएको थियो। ठिकै हो, यो गर्नुपर्छ। आपसी समझदारी बढाएर नै काम गर्न सजिलो पनि हुन्छ। अब हामी भनेको फेरि हामी सकेसम्म अरूलाई दुःख नदिउँ भन्ने नै प्लानिङमा हो। सकेसम्म अरूलाई सहयोग गर्छौँ, तर दुःख चाहिँ दिन्नौँ। त्यो भएर लेट्स गो। अब वी गो। हामी चाहिँ अब बेनी आइपुग्यो। सर बजार जाने हो। बेनी बजारमा गएर पेट्रोल हाल्ने। कति सानो पप्पी छोरो क्या यता पप्पी देखेर त ठ्याक्कै
अब यो बाटोमा त जाम हुन्छ, अरू बेला जस्तो सर चलाएर हिँड्न पाउँदैन अरू ठाउँमा जस्तो। रोकी बिस्तारै बिस्तारै जानुपर्छ। वी आर हियर एट बेनी बजार। महादेव धेरै पछि आए यार बेनी बजारमा, धेरै नै पछि, कति 5-6 वर्ष अगाडि आएको हो क्या म। अब यहाँबाट अगाडि एउटा पेट्रोल पम्प, देन आफ्टर गलेश्वर महादेव मन्दिर। पेट्रोल पम्पकै लाइन पो रहेछ त। उता गरेर राख्ने भन्ने कुरा भयो। एक लाइन उता गएर बस्ने। सबको स्कुल कलेज जाने बेला भयो। मेनल सर पेट्रोल हाल्दै हुनुहुन्छ त? बिस्तारै जाऊँ न, सँगै जाऊँ। हिँड्दैन। मेनल सर आउँदैछ के? हामी चाहिँ अब निस्किन लाग्यो यहाँबाट। लभली वेदर, सबले फ्युल हाल्यो। मेरो चाहिँ हिजो त्यहीँ पाल्पा पुग्नुभन्दा अगाडि हाले हो फ्युल, त्यसपछि हालेको थिएन। अहिले 6 लिटर पेट्रोल गयो। हिजोदेखिबाट यहाँसम्म 6 लिटर पेट्रोल सकेछ। अब त फर्केर आउन्जेलसम्म पुगिहाल्छ, टेन्सनै छैन। सागर सर यहाँ बसिराख्नु भएको। मेनल सर पछाडि हुनुहुन्छ, 4 जना छ पछाडि। मेनल सर लेट्स गो गाइज। बाटो चाहिँ सुरुबाट यस्तै मात्रै छ। साइडमा खोला यस्तो मजाले बगिरह। डिस्टेन्स चाहिँ मेन्टेन गरेर हिँड्नुपर्छ। यहाँ चाहिँ तनाव हुन्छ नभए चाहिँ। यस्तो बाटोमा चाहिँ स्क्रैम्बलर र एक्सी हो, एकदम इजिली मजाले कम्फर्टेबल तरिकाले जाने भनेको। स्पिडलाई चाहिँ अलि समस्या चाहिँ हुन्छ। जान त मजाले जान्छ, त्यसमा कुनै समस्या छैन। तर उभिएर चलाउनलाई चाहिँ यस्तो सजिलो हुन्छ नि त। यो चाहिँ होचो छ, त्यो भएर अलिक गाह्रो हुन्छ। नभए चाहिँ स्क्रैम्बलर र एक्सी चाहिँ मजाले उभि चलाउँदै जानलाई मजा आउँछ नि त। दादा बाटो त बल्ल ओरिजिनल बाटोमा आइपुग्यो। कस्तो दामी देखेको डाँडाहरू यार, चट्टानै चट्टान, रुखै रुख। यस्तै छ बाटो यहाँ। यता कता खन्ने कता बनाउने, पहिरो झरेको गर्छ यो बाटोमा। फेरि बसेर भन्दा त उठेर चलाउनु सजिलो भयो यार। बस यस्तो चिप्ले जस्तो हुन्छ यार। उठेपछि आराम भयो। उस आउने बित्तिकै मड आउने बित्तिकै मजाले बसी चलाउने। यस्तो डेन्जर लिएको छ यार। बिजोक भयो त बाटो त। आम्मा तपाईँ साइडमा हाल्नु न, म किन हाल्ने र साइडमा।
बाइकै गर्ला जस्तो त बाटो त पुरै अनि यस्तो खाल्टाखुल्टी त आमामा मड एन्ड रेन बाबाले सिमेन्टीको खोला बनाएर हाले जस्तो भयो यार यहाँ त पुरै बाटै त्यस्तो टाइपको भइरहेछ बाटो त चेन त अहिले ड्राई भइसक्यो होला लभली 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 बाटो मजा आयो मजा यस्तो मजाको रफ ट्रेल हेर्दै मजा आयो है चलाउँदा नि झन् मजा आयो रेडी अवस्थामा यहाँ चिलमा बसिरहन् लभली मजा आयो है बवाल देखेको त्यो झर्ना लभली हामी सबजना यहाँ त्यो सकेपछि यहाँ बसिरहेछौँ अब यहाँ ड्रोन सटको लागि रेडी हुँदैछ गाइजहरू सबै गेटअप भइसक्यो निस्किनु पनि सुरु भइसक्यो अब छिटो छिटो बस्नु पऱ्यो आफ्नो साधनमा लेट्स गो के छ मेरो सर कस्तो भइरह हजुर रमाइलो भइरह बाइक चलाउन पाएपछि त्यसै रमाइलो हुन्छ तपाईँ त हाइलक्समा बस्न खोजेको मान्छे हो जबरजस्ती चलाउनु पऱ्यो नि त बाइक चलाउनु सही हो लेट्स गो उड्यो ड्रोन चिसो आएको यार यहाँ पनि भित्रपट्टि वाटरफल रहेछ ठुलो वाटरफल रहेछ यो रोडमा वाटरफल त कति हो मुस्ताङ जाने भनेपछि पानी त कति झर्छन् बाटो हुन त यतिको त नर्मल भइसक्यो अब सुरुमा यो पनि बिग्रेको आइसक्यो भने जस्तो भएको थियो अब त यो त एकदम इजी हो पानी झर्दैछ मस्त डाँडाबाट जहाँ राइडको चाहिँ सबैभन्दा रमाइलो र बोरिङ चिज चाहिँ के भन्दा जाँदाखेरि चाहिँ डेस्टिनेसन भनेको मुस्ताङ भने भोलि मुस्ताङबाट फर्किने बेलामा कम त झ्याउ लाग्छ त यार वहाँ पुग्नु छ भने जस्तो हुन्छ क्या त्यसपछि चाहिँ अनि हैत्तेरिका बाटो चाहिँ लभली छ है यहाँको चाहिँ भ्यू पनि यस्तो नाइस देखिरह ग्याप मेन्टेन गर्दै हिँड्नुपर्छ लभली छ है बाटो चाहिँ हाम्रो केटाहरू आयो ल जाम लेट्स गो आफ्नो साथीहरू त आयो कि आएन भनेर त हेर्नु पऱ्यो नि एकचोटि फेरि ब्याक टु नर्मल नदी पनि त्यस्तै बगेको बाटो पनि त्यस्तै रमाइलो छ एडभेन्चरस
यस्तो मजा यही हो कि मुस्ताङको यस्तै मनाङको उस्तै हुन्छ नेक्स्ट लेभलको छ क्या रोडहरू चाहिँ यहाँ साथीहरू चलाउँदै हुनुहुन्छ पालो पालो माथिबाट मस्त पानी खस्छ यहाँ छ झरना टाइपको अनि त्यसैमा हिँड्यो मस्त ए पानी झरिरहेको छ मस्त भित्रभित्र भागबाट हिँड्ने बल्ल राइड आएको जस्तो भयो यो बाटोहरू देखेपछि मजा आएको या मजा ओ बाटो त उल्टो चिरेर हिँड्यो है हामीले बाटो नरोकम है नरोकम जाम जाम जस्तो छ जाम नरोकम आरामले जाम दिस इज ट्राइम्फ त्यति त हुनु पऱ्यो नि पढेको यार आमा यस्तो डेन्जर भेला आएको के बौला भेला साइडमा राखेको यो चुन ढुङ्गाहरू सबै बिस्तारै बिस्तारै बगाउँदै लिएर गइरह कस्तो डेन्जर बौ लाग्यो यार हैट नदीको बहाव देखेरै डर लाग्ने खालको नदी छ यार अनि हिजोको त्यस्तो पहिरो त यसले भेट्यो भने त लैजान्छ झन् त्यस्तो डेन्जर पहिरोले किन नलैजाओस् यार हैट ए यही रहेछ जाऊँ अब क्या हो गया मेरे बेब को हेलो यताको बाटो हाल्नु पर्ने रहेछ सजिलोसँग के भएकोमा के भएको यो बाटो आमामा ए बाइक लडेर रहेछ क्या आउँदैन अझै उहाँलाई चाहिँ चलाउन अलिक गाह्रो हुन्छ जस्तो छ अलिक प्यानिक भएर चलाउनु जस्तो देखेको छ यार हियर एट रूपसे झरना lovely view lovely है lovely कस्तो मजाको भ्यू देखेको यार कसम लास्टै बवाल चिसो हुँदै गयो यार अब त माथि हाइटमा आएको भएर होला यस्तो मजाको चिसो हुँदै गयो
मजा आयो खाना खाने ठाउँमा आउनु अब 14 किलोमिटर बाँकी छ 13 कि 14 किलोमिटर हुनु थियो वाउ पानी पर्यो लुक्स सो अनरियल म्यान वाउ जहाँबाट पनि झर्ना खस्यो चट्टानबाट पानी झरेर यस्तो बवाल देखेको यार जस्ट वाउ यो खाल्टा खुल्टीमा त बसेर चलाउनु साह्रै गाह्रो नि यार अगाडि मेरो अगाडि ईशान दाइ हुनुहुन्छ उठक बैठक गर्दै चलाइराख्नु भएको यस्तो बवाल देखेको यार वाउ Mustang is all about wow literally wow नै छ के सबै घाँसा आइपुग्यो हामी अब 1 किलोमिटर घाँसाबाट बल्दा अलिक चिसो पर्छ यहाँबाट तल चाहिँ लोवर घाँसा भिलेज जाने बाटो हो तल्लो घाँसा गाउँ वाउ लभली डाँडाकाँडा त जति हेरे नि धिकै नमर्ने खालको छ यार वाउ लेते अब 7 किलोमिटर छ खाना खाने हामी लेतेमा हो ए यहाँ नि पेट्रोल पम्प ए डिजेल मात्र रहेछ म त यहाँ नि पेट्रोल पम्प खुलेछ भनेको त डिजेल पो रहेछ अगेन चेक पोइन्ट गाइस चेक पोइन्ट चेकमेट किन भित्र हाल्ने चाहिँ हाई बापी ल प्रहरी चौकी पनि छिर्यो मुस्ताङ आएर के होइन यो लाइसेन्स चेक होला नि लाइसेन्स चेक होला नि सबैको टिप्नु पर्छ नि त हामीसँग अलरेडी डिटेल्स छ त अनुसार हामीसँग त डिटेल्स छ होइन र अलरेडी प्रिन्टेड छ तपाईँहरू त्यही राख्नुभयो हुन्छ हामीसँग अलरेडी छ त्यही भएर लेख्नु पर्दैन हामीसँग अलरेडी सबै छ प्रिन्टेड त्यो पेपर दिन्छु तपाईँहरूलाई अनि हामी एकछिन गाडी आउँदैछ अनि तपाईँहरूलाई दिइहाल्छु त्यसपछि सबै लेख्नु पर्दैन हजुरहरूलाई सहिलो हुन्छ मसँग फोनमा छ एउटा भइहाल्यो त वाट्सएप गरिदिनु रूपन्देही इटहरी काठमाडौँ
हाम्रो गृहलाई पनि खबरहरू भएको छ एउटा त्यो ए हुन्छ हुन्छ डकुमेन्टहरू पाउनुहुन्छ अगाडि राख्नु अगाडि Let's go guys, let's go. भात खान जाम गाइज भोक लाग्यो अब त अब डेन्जर भोक लाग्यो भात खान मन लाग्यो घिउ हालेको भात मुस्ताङको पप्पीहरू कस्तो दौडेर आएको लहट्या त्यसको गाउँमा आए जस्तो लेते 6 किलोमिटर भात खान बाँकी 6 किलोमिटर आधा टोली चाहिँ उहाँ पारी जाँदै हुनुहुन्छ आधा टोली यहाँ छौँ गाडीले गर्दाखेरि चाहिँ रोकेको अब जाने सर लाएर इजी पिजी तरिकाले जानुपर्छ बिस्तारै आरामले कस्तो राम्रो देखेको यार आधा हेर्दा आधा हो त उनीहरूले हामीलाई हेर्दा राम्रो देख्यो होला हामीले उनीहरूले हेर्दा राम्रो देखिरहेको Let's go guys, अब 3 किलोमिटर मात्रै बाँकी चिसो बढ्दै गयो है बल्ल बल्ल अलि रमाइलो लाग्दै है मजाको चिसो आएर अब चाहिँ यो ज्याकेटको भेन्टहरू बन्द गर्नुपर्छ होला धेरै नै चिसो लाग्यो भने फेरि झ्याप्प गर्मीबाट चिसोमा आँखा बिरामी हुन्छ के झ्याप्प बिरामी भइदियो नि तनाव हुन्छ नि त अनि त्यो भएको भएर चाहिँ अब चाहिँ लेते पुगेपछि चाहिँ झ्यापझुप लगाउन सुरु गर्नुपर्छ यस्तो घाँटीभित्र चिसो हानिसक्यो यार पसिनामा यस्तो चिसो हावा मजा आ गया भाई साहब मजा आ गया लेते खोला पुल दाइ पुरै एक्सीको सही सदुपयोग गर्दै हुनुहुन्छ अघि हामी त्यही बाटो आएको कस्तो राम्रो देखेको वेदर त टप क्लास हाम्रो यो बाइकको सस्पेन्सन त नि यस्तो राक्षस छ यार बवालै छ कि सस्पेन्सन चाहिँ अन्त बाइकै बवाल हो है त्यही पनि दैत्य डाँडा आइपुग्यो हामी
वाउ छेउ गाउँ कस्तो नाइस यार यही हो क्या उसको करण केसीको होटल रिजोर्ट क्रिकेटर करण केसीको वाउ चिसो आयो मजा आयो बाटो त्यस्तै राम्रो वेदर त्यस्तै राम्रो मजा है मजा हाम्रो राइडरहरू भक्का भक् पास भएकै छ जाउँ गाइस जाऊ जाऊ बिस्तारै जाँदै गर्ने पानीको छिट्टा पो आयो त हौ यहाँ त पानी पऱ्यो भने त कति जाडो हुन्छ होला त म त धेरै चिसो भयो भने रेनकोट लगाएर चलाउँछु खप्दिनँ म त चिसो एलर्जी भयो भने तनाव हुन्छ Here we go our hotel यही हो खाना खाने ओ कहाँ राखेको बाइक ए ल खाना खाने ठाउँ आयो गाइजहरू ठिक छ डन हामी चाहिँ भर्खर खाना खाएर निस्क्यो यहाँबाट यस्तो मिठो खाना थियो लभली थियो खानेकुरा चाहिँ अब हामी सिधै मार्फा जान्छौँ बाटो त नाइस छ नि फेरि मुस्ताङ हो नि मुस्ताङ खाएको भात जति सबै हल्लिनु भयो लभली है बाटो चाहिँ बाटोकै फ्यान भयो म त लास्ट टाइम आउँदा यस्तो धेरै बिग्रेको थियो अब अहिले त बवाल बनाएछ बाटो खाना खाएको भर्खरै पुरै पेट हल्लियो कन्स्ट्रक्सन पनि भइरहेको लभली ढोरपाटनको जस्तै फुलहरू फुलेर रहेछ चिसो ठाउँमा फुल्ने फुल ओहो लभली यस्तो मजा आयो यार भ्यूज त्यस्तै राम्रो वेदर त्यस्तै राम्रो छाङताङ गाउँ आयो छाङताङ गाउँ ओए लभली भ्यू वाउ कस्तो राम्रो देखिएको यार कस्तो राम्रो देखिएको यो फुलहरू जहाँ हेरे त्यहीँ राम्रो देख्यो यार कता हेरौँ भयो मलाई त
ओहो जोमसोम 21 किलोमिटर ताङछार गाउँ लभली यस्तो राम्रो देखियो कि सबजना सरर लाएर राइड गरेको यस्तो बवाल देखियो सबको भिडियो गर्दै हिँडेछु मैले त्यही भएर यस्तो लभली देखियो यस्तो नाइस देखेको यार बाटो त्यस्तै रमाइलो मान्छेहरू त्यस्तै रमाइलो भ्यू त्यस्तै रमाइलो क्यामेराम्यानहरू अगाडि पछाडि सुरु भइहाल्यो त्यहाँ ओहो लभली फोटोसुट चलिरहेको छ हाम्रो पुरै फोटो भिडियो लभली भ्यू त आज त चुम्मेश्वरी देख्या
फोटो र भिडियोको लागि धेरै मिहिनेत गर्नु पऱ्यो आज यहाँ कहिले लाइन मिलाऊ कहिले लाइन बिगाएर कहिले अगाडि बढ कहिले पछाडि बढ कस्तो राम्रो देख्यो क्या सबैजना सर सिङ्गल लाइनमै हिँड्दा त ओ हाई साथी नाइस वी गो हामी चाहिँ अहिले मार्फा भिलेज आइपुग्यो अब मार्फामा इन्ट्री गरिसक्यो हामीले अब हामी मार्फा भिलेज हुँदै भित्रभित्र छिरेर अनि त्यसपछि बल्ल निस्किन्छौँ भिलेज राइड गर्छौँ हामीले फलिरहेको रहेछ यार ओ मुस्ताङको स्याउ क्या राम्रो स्याउबारी मार्फा गाउँमा कस्तो मजाले स्याउहरू फलेको यार मैले त अहिलेसम्म देखाएको थिइनँ स्याउ फलेको चाहिँ फर्स्ट टाइम देखेँ मैले आज पहिला आउने बेलामा चाहिँ स्याउ फलिसकेको थियो बारीमा टिपेर नि भइसकेको थियो खाली बारी मात्रै थियो अहिले चाहिँ रहेछ धन्न स्याउ त्यहाँ माथि मार्फा भनेर लेखेको जस्तो लाग्थ्यो कता हो कुन जमानामा आउँदा अहिले त छैन रहेछ क्या लेट्स गो मार्फा वेलकम टु मार्फा भिलेज कस्तो झ्याप्पै ब्रेक हानेको यार क्यामेराम्यान अगाडि जानु पर्यो हामी अगाडि जानु पाइएन What happened? Let's go guys. Let's go guys. Let's go. Welcome to Marfa village. एक बॉडी राख्या यहाँ हामी मुस्ताङ मार्फा गाउँ भित्रबाट निस्केर जाने भनेर हो हामी हाइवेको बाटो चाहिँ नगएको अहिले चाहिँ चिसो हुन्छ होला भनेर फेन्ट के अरे भेन्टहरू सबै चेन लगाएको अहिले त गर्मी पो भयो यार घामै चर्कै रहेछ यहाँ पनि बिहान बेलुका मात्रै चिसो छ जस्तो छ गाउँभित्र मोटर बाइकको गति 10 मात्र ओके हेलो गाइजहरू स्याउ टन्नै भल्या यार यस्तो टिपेर खान मन लाग्यो कसम त्यो स्याउ देखेर यार स्याउ देखेर यस्तो खान मन लाग्यो नि कसम नाटो होइन यो चाहिँ जिउँदो याकलाई चाहिँ यस्तो बनाएको रहेछ मरेपछि चाहिँ त्यसको छालाहरू राखेर पुरै खुर छाला मान्छेहरूलाई डिस्टर्ब भयो होला यार हामी चाहिँ गल्ली छिर्दैछौँ लभली
मुस्ताङ बल्ल आएको जस्तो भयो है। बल्ल मुस्ताङ आएको जस्तो भयो है गाइजहरू। बाटो चाहिँ अगाडि हेरेर जाऊँ। हामीले सबलाई डिस्टर्ब गरे हो कि डिस्टर्बले हामीलाई गरेको हो। एभ्री वान इज इन्जोइङ। बाजेहरू नि हेर्दै हुनुहुन्छ हामीलाई। हेलो हेलो है पपी डर आयो यार। गल्ली जेरी गल्ली, दिस इज जेरी गल्ली। तपाईँको सामान छुट्यो कि नाइ? हाम्रो सामान त सबै गाडीमै छ। लभली, वाउ, फिल सो गुड। यहाँ आएर चाहिँ बल्ल मुस्ताङ आएको जस्तो भयो। हो उहाँ माथि स्याउको उस बन्द रहेछ। इट्स अलरेडी मार्फा टाइम। अब हामी यहाँबाट गेटबाट निस्केपछि मार्फा भिलेज सकियो। त्यसपछि अब हामी अगाडि निस्किन्छौँ। थ्याङ्क यू मार्फा भिलेज। लभली, मलाई स्याउ चाहिँ खान मन लाग्यो यार। लभली, म त ऊ त्यो डाँडाको बाटो देखेर त्यो बाटो कहाँ जान्छ होला जस्तो भएको छ हेर्दाखेरि यार। लभली, मनाङ यस्तो छुट्टै छ, मुस्ताङ यस्तो छुट्टै छ यार। हेर्दाखेरि यस्तो मजा छ। दुइटैको छुट्टै छुट्टै धुर्ववाला छ के। अनि बवाल लाग्यो के यसो हेर्दाखेरि। जति हेरे नि थकाइ नलाग्ने खालको छ यार भ्यूहरू त यार। वाह, कस्तो चर्को घाम लाग्यो तर यार। म त डेन्जर चिसो हुन्छ होला यहाँनिर त भनेर सोचेको थिएँ यार। हैट, हामी चाहिँ जोमसोम एयरपोर्ट आइपुग्यो भर्खरै। जोमसोम एयरपोर्ट। यहाँबाट देखा सर्लकै जोमसोम एयरपोर्ट। Now we are in Jomsom. फोटोग्राफरको मेहनत चाहिँ मान्नै पर्छ यार। डेन्जरै मेहनत गरे केटाहरूले। जोमसोम विमानस्थल प्रवेशद्वार। फरक भयो चाहिँ यार। म लास्ट टाइम आउँदाको जोमसोम र अहिलेको जोमसोम त फुल ढलाइ भएछ। घरहरू पनि फुल कलरफुल भएछ यार। आयो बल्ल फोटो आयो जस्तो छ है। राम्रो फोटो आयो जस्तो छ है। अहिले चाहिँ ठ्याक्क टाइमिङ मिलेको थियो। सक्यो जोमसोम एरिया। अब हामी अब जान्छौँ मुस्ताङ। कागबेनी हुँदै मुस्ताङ। अब कहाँ आइपुग्यो? कागबेनी आइपुगिसकेर होइन, जोमसोमै हो नि। यहाँ त अगाडि पर्छ नि कागबेनी त। अहिले कहाँ हुन्छ
त्यहाँनिर कस्तो राम्रो कुदेर बनाएको अघि देखेको थिएँ यहाँबाट देखिन रहेछ लेट्स गो गाइज अहिले त मुस्ताङको बाटो बवाल भएछ यार यो बाटोमा त जति चलाए नि मजा आउँछ मजा high altitude कागबेनी अब 9 किलोमिटर यहाँबाट ओके ल डेन्जर हावा चल्न थाल्यो यार हप्पी मजा आयो हाइवेमा फोटो सुट गर्दै 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 हिँड्दै हाम्रो क्यामेराम्यान धन्दै खसेनन् यस्तो टाइपको भ्यू त कहीँ पनि पाउँदैन होला हो विश्वमा मुस्ताङ नै मुस्ताङ हो हाम्रो नेपाल भनेको नेपालीहरूको जति जे भने नि ओ ओ यहाँ पनि ढलाइ गरेको बाटो बन्द रहेछ त्यसपछि त फर्स्ट क्लास भइहाल्छ नि अब वाउ this road or nothing looks so good अगाडि भिडियो सुट भइरहेको दाइलाई डिस्टेन्स मिलाउनु भनेको झन् नजिक 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 आएकै छन् सो अनरियल म्यान पहिला आउँदा त गाडीमा आएको भएर अझै त्यस्तो खतरा लागेको थिएन यसपालि त बाइकमा आएको भएर होला कस्तो बवाल लागेको के कागबेनी हियर वी गो हामी चाहिँ कागबेनी आइपुग्यो अहिले भर्खरै यस्तो मजा आइरहेको छ यो रोडमा बाइक चलाउनु यार वाइल्ड रमाइलो लाग्छ मलाई त यार भ्यू त्यस्तै रमाइलो त्यस्तै ए सिधै लोमनथाङ र मुक्तिनाथ यता रहेछ कागबेनी तल भयो नुहाउन जाने चाहिँ तल रहेछ क्या हामी पहिला गएको चाहिँ हो तल गएर नुहाएर अनि त्यसपछि बल्ल माथि चढेको हो बाटो त यस्तो लभली छ यार वाइ आर इज सो गुड मुक्तिनाथ मुस्ताङ जता हेऱ्यो त्यतै हेरौँ हेरौँ जस्तो हुन्छ यार बाट त झन् कस्तो बवाल देखेको यार
जता हेऱ्यो त्यतै त्यस्तै राम्रो जता हेऱ्यो त्यता त्यस्तै राम्रो जति खिचे नि नपुग्ने यार चित्तै नबुझ्ने यार अब ल मुक्तिनाथ आइपुग्ला है अबको 3 किलोमिटरमा चाहिँ मुक्तिनाथ आइपुग्छ हामी अघि एकछिन त्यहाँ मस्त रेस्ट गऱ्यौँ बस्यो फोटोसोटो खिच्यो भिडियो बनाइयो सबै गरियो ओ काका कुरी ओ लभली हियर वी गो मुक्तिनाथ मजा आ गया यस्तो फ्रेस एयर यस्तो मजा आउँछ यार पोल्युसनै छैन आकाशमा हेरे धुलोसुलो केही पनि छैन यो पो हो त रमाइलो फ्रेसनेस यस्तो मजाको फ्रेसनेस छ यार यो ठाउँमा मलाई त त्यो अघि मार्फाको स्याउ बारीमा स्याउ फलेको देखेर यस्तो स्याउ खानु मन लाग्यो यार हैत तरिका त्यही टिपेर गएर खान पाइने हुन्थ्यो नि जस्तो भएको थियो यहाँको कम्युनिटीले चाहिँ अघि सुरुमा हामीलाई देख्ने बित्तिकै सबैजना गरेर कराएर चाहिँ त्यो हुन्छ नि दे आर सो ह्याप्पी हामीलाई देखेर चाहिँ सबै बाइकवाला मान्छेहरू देखेर होला नि ग्रुप देखेर कस्तो खुसी हुनुभएको थियो लुक्स नाइस चिसो पर्दै गयो बल्ल मुक्तिनाथको चिसो मजाको चिसो छ यो चाहिँ यही फेस्टिभलको लागि रेडी बनाएर राखेको घोडा हो जस्तो छ त्यसको पुच्छारमा सबै के बाँधिरहेको छ जाउँ साथी हो जाउँ सकिसक्यो आजको प्रोग्राम यार्तुङ वी आर हियर फर यार्तुङ होटल बब मार्ली द फेस रिजोर्ट हामी बस्ने होटल चाहिँ यही हो द फेस रिजोर्ट भने अब मिनल सर हजुर के छ तपाईँलाई यही हेलमेटको यसो यही उसमा हजुर के छ कस्तो भइरहेछ सकिसक्यो अब कस्तो भइरहेछ भने अब यार्तुङ हेर्न भनेर आएको के भयो त त्यही भएर यति खुसी भने होइन यतिमा दुःख लाग्यो नि यति छिटो सक्यो होइन यस्तो राम्रो ओके हिजोसम्म मुस्ताङमा कपिराइट लाग्यो केही हुन्न मोनिटाइज भयो होइन त्यही भएर कपिराइट लाग्दैन
ल आइपुग्यो है त हामी ए हेन्डल बार ए तपाईँले पनि थप्यो ए त्यही त खै कसको स्क्राममा पनि हेन्डल बार हाल्नु परेको झन् सजिलो हुन्छ हात सानो छ होला नि त सजिलो हुन्छ क्या ए राइजर राखेपछि सजिलो हुन्छ ल ठिक छ ल जस्ट आइपुग्यो अब आजको डे 2 को भ्लगलाई मैले यहीँ इन्ड गर्न चाहन्छु अब भोलि बिहान अपलोड हुन्छ यो भिडियो त्यतिखेर चाहिँ हेर्नु होला गाइस थ्याङ्क यू फर वाचिङ माई भिडियोज डु लाइक सेयर एन्ड सब्सक्राइब पिस